अप्रिल 18 बिहेको दिन। That's it. It's supposed to be on the hand. Yeah. कार्यक्रम केही यस प्रकारको थियो। 12 बजे नेपाली शैलीको बिहे र 5 बजे पोलिस शैलीको बिहे र दर्ता। केही साता अगाडि यो दिन पानी पर्ने सङ्केत पनि थियो, तर सौभाग्यवश दिन घमाइलो नै भयो। बिहे यही तालको फेदमा हुन लागेको छ। के भइरहेछ? Enjoying the view. यो चाहिँ दामी रहेछ यो। This is meant to be This is meant to be a lake. दामी रहेछ। यत्तिकैमा दुल्हा राजाको सवारी पनि भयो। र त्यसपछि सुन्दर बेहुलीको प्रवेश। What we're going to do is today, we just do it our procession, Nepali ceremony. So I'll just guide them through. Yeah. Shall we all give a round of applause? नेपाली शैलीको बिहे चाहिँ आशिषको मामाले आचरण गर्नुभएको थियो। मेरो मामा पढ्नुहुन्छ Nice to see you. यसरी वेरोनिकाको हजुर आमाले आशिषलाई उनको परिवारमा स्वागत गरिन्। त्यसपछि हामीसँग केही 3-4 घण्टाको समय पनि थियो। यो समय चाहिँ फोटोग्राफरहरूले केही तस्बिर निकाल्न र साँझको बिहेको तयारीको लागि छुट्याएका थियौँ। हामी मध्ये केही चाहिँ यस्ता नेपाली क्रियाकलापहरू गर्दै बस्यौँ। यहाँ ढाड पड्काउने 2 तरिका प्रदर्शन गरिएको छ। तपाईहरू चाहिँ कुन तरिका अपनाउनुहुन्छ? सबैजना एकदम मिल्ने साथीहरू दिनभर एक अर्काको मजाक उडाइरहेका थिए। That bow ties made you look even more like a magician. Where's the pack of cards? पोल्यान्डमा बिहे दर्ताको लागि पहिचान पत्र चाहिँदो रहेछ। वेरोनिकाको हराएर बिहे स्थगित हुने सम्भावना बढिरहेको थियो। परिचय पत्र भेटियो। डाभिडले हामीलाई त्यही सूचना दिन आएका रहेछन्। अब चाहिँ पोलिस शैलीको बिहे सुरु हुन गइरहेको थियो। दुल्हा तयार थिए।
दुलही पनि आफ्नो बुवासँग प्रवेश गरिन्। अनि पोलिस विधिमा बिहे सुरु भयो। Dear couple, entering into marriage is one of the most important events in your lives. It is such an important moment because today, two people who are close to each other have decided to unite their dreams and life goals. Ms. Weroniko Ewo Strugarek and Mr. Ashish Gurung, are you willing to make declaration of entering into marriage? Proszę Państwa o powstanie. Solemnly declare that I am entering into marriage with Weronika Ewa Strugarek Z Ashishem Guru i przyrzekam uczynić wszystko, aby nasze małżeństwo było zgodne, szczęśliwe i trwałe. Przede mną, kierownikiem Urzędu Stanu Cywilnego w Dębnie, w obecności świadków i zgromadzonych tu osób, ogłaszam, I hereby declare that the marriage between Ms. Weronika Ewa Strugarek and Mr. Ashish Gurung has been legally concluded. From this moment on, you are legally married. funkcjonującym małżeństwem. अनि यसरी औँठी साटेर वेरोनिका र आशिषले आफ्नो अनन्त अटुट प्रेम र निष्ठाको प्रतिबद्धतालाई जनाए। आधिकारिक रूपमा वेरोनिका र आशिष स्ट्रुगारेक गुरुङ। त्यसपछि बिहेमा उपस्थित हामी सबै अतिथिहरूले बधाई ज्ञापन गर्यौं। Oh, the brothel! You need the help! Yeah, why? You thought he got a break? Yeah. Help him! It's the porter. Rambo, you gotta carry the umbrella. Where's the umbrella? There was a moment of doubt.
रमाइलो कुरा, आशिषले आफ्नो भाइलाई सिटिङ प्लानमा राख्न बिर्सेका थिए। खलनायकहरू यसरी नै जन्मिन्छन्। त्यसपछि हामीहरूलाई विभिन्न पोलिस खानाहरूसँग परिचित गराइयो। सामान्य युरोपेली खानाभन्दा पोलिस खानामा धेरै विविधता हुँदो रहेछ। यो भोड्का पुलिस। त्यो रात हामीहरूले करिब 100 बोतल भोड्का सकायौँ होला। दाम्पतिक जीवनको पहिलो नाचपछि आशिष र वेरोनिकाले हामी सबैजनालाई डान्स फ्लोरमा निम्त्याए। डान्स फ्लोर तताउने पहिलो व्यक्ति उहाँ नै अङ्कल हुनुहुन्थ्यो। यसपछि डाविडे पनि समावेश भयो। आशिषले आफ्नो अभिभावकहरूलाई पनि तानेर ल्याए। यो चाहिँ खलनायकको एकल नाच। The night is long today. Let's see who's the last man standing. पोलिस बिहे भोजमा खाना आउने तरिका अलि छुट्टै हुँदो रहेछ। अंकित कति खाना खायो त आज? कति खाना खायो? अझै बाँकी छ। के भयो? मेन मिल, डिजर्ट अनि मेन मिल आएर छ नि। अझै छ मेन मिल, माछा, prosciutto, chicken, everything wrap. तर यो त के थर्ड मेन मिल हैन? Third main meal. Food is just coming, right? Dessert चाहिँ third one dessert as well. डिजर्ट नि देखाउनु पर्यो टन्नै। Vodka नि देखाउनु पर्यो। भोड्का यता पुलिस। सिधी छ यहाँ, यति बाँकी छ। हरेक घन्टा नयाँ खाना आइरहेको थियो। पोलिस बिहेमा चाहिँ रक्सी खानाको पूरक भन्दा खाना चाहिँ रक्सीको पूरक हुँदो रहेछ। यत्तिकैमा कोङ्गा लाइन पनि सुरु भयो। पोलिस बिहेमा मनोरञ्जनका लागि डिजेको ठुलो हात हुँदो रहेछ। कहिले नचाउने, कहिले बसाउने र कहिले भावुक बनाउने। फुलको गुलदस्ता फाल्ने चलन त जुनै क्रिस्चियन बिहेमा पनि हुन्छ। जसले समात्यो अब बिहे उसकै पालो भन्ने चलन छ।
तर पोल्यान्डमा एक्कल केटाहरूलाई टाई फाल्ने चलन रहेछ। समात्ने दुवैजनालाई चाहिँ यसरी नचाइदो रहेछ। बिहेमा डिजेले यसरी म्युजिकल चेयर पनि खेलाए। Who asked out for the first date? अनि श्रीमान श्रीमतीले आफूहरू एकअर्कालाई कतिको राम्ररी चिन्दो रहेछन् भनेर परीक्षा पनि लिए। Who kissed first? रमाइला खेलहरूपछि हामीहरू फेरि नाच्नैतिर लाग्यौं। David, we need to leave the room. बिहेको रात यति रमाइलो भएको थियो कि कसै कसैको हाल बेहाल भएको थियो। Spadnie! He's gonna fall. यसरी एउटा सुन्दर बिहे सुसम्पन्न भयो। हामी सबैले वेरोनिका र आशिषको लामो, सुखी र स्वस्थ वैवाहिक जीवनको कामना गर्दछौँ।